अस्तिको भिडियो हेरेर चाहिँ मेरो साथीहरूले मेसेज गरेको थियो हैन अन्त एकजनाले चाहिँ मुटुलाई के भन्छ हार्टलाई के भन्छ गुरुङ ल्याङ्ग्वेजमा त्यो पनि सोधिदिनुस् न भन्दै थियो है अन्त अर्को चाहिँ ब्लेसिङ्सलाई पनि सोधिदिनुस् ल भन्दै थियो हो अन्त त्यसको लागि आज भिडियो बनाउँदैछु हेर्नुस् ल नानीहरूलाई म सोध्छु उनीहरूलाई याद छ रहेछ है अघि सोधे मैले लु भनिदेऊ त हार्टलाई के भन्दो रहेछ के हो ती थी अन्त त्यहाँदेखि उयोलाई चाहिँ आशीर्वादलाई चाहिँ के भन्छ आसीमाला ल त्यसो भए यही दुईटा आज चाहिँ सोध्छु अनि मैले यहाँनिर एकजना यहाँनिर के भन्छ गुरुङ भाषामा त केटालाई के पो भन्छ तमुस्यो र तमु कुन के भन्छ नि तमुया भन्छ है तमुयाको यहाँनिर ड्रेस लगाएर आएको छ आज ट्रेडिसनल ड्रेस अन्त तमुयाको के चाहिँ भन्छ नाम भनिदेऊ ल यो टोपीलाई के भन्छ भनिदेऊ त गुरुङ भाषामा टोपीलाई यो उनको टोपीलाई के भन्छ कोली अन्त यसलाई चाहिँ के भन्छ यो भाङ्रालाई चाहिँ के भन्छ रेग अन्त त्यहाँदेखि तिमीले आज लुङ्गी चाहिँ लगाएको छैन रहेछ लुङ्गी पनि तलबाट व्हाइट कलरको लगाउँछ नि होइन बेरेर त्यसलाई चाहिँ के भन्छ कासाई भन्छ हो के हो गर्ल्स तमुस्यो तमुया केटालाई चाहिँ तमुया है ल कली टोपीलाई यसलाई चाहिँ रेग त्यहाँदेखि तल लुङ्गीलाई चाहिँ कस्सा ल ओके थ्याङ्क यू भयो कि भएन नानीहरूले सिकेको हो मलाई त याद छैन होइन तपाईँहरूले सधैँ कमेन्टमा भन्नुहुन्छ करेक्सन गरिदिनुहुन्छ र तपाईँहरूले पनि आज यो भिडियोमा पनि करेक्सन गरेर या त भयो भने राइट हो भनेर कमेन्ट गरिदिनु होला हुन्छ थ्याङ्क यू ल तिमीहरूलाई पनि थ्याङ्क यू ल लु जाऊ खेल्नु जाऊ